कहिलेकाहीँ ऐनामा हेर्छु तर त्यो अनुहार त्यो आँखा पहिले जस्तो लाग्दैन। चिनिन्छ तर चिनेको जस्तो लाग्दैन। म आफैमा हराएको मान्छे बनेको छु। दिन बित्छ, काम, जिम्मेवारी, समाज, सम्बन्ध सबैसँग बोल्छु तर आफूसँग चुपचाप छु। भित्रभित्र केही खोजिरहेको छु तर के खोज्दैछु त्यो पनि थाहा छैन। सपनाहरू त थिए, धेरै थिए, तर आजभोलि त निन्द्रामा पनि थकान हुन्छ। सपना देख्ने फुर्सद हुँदैन जुन म कहिले हुन चाहन्नथेँ। सायद त्यो म कतै बिचमै हराएँ। साथीभाइ छन्, परिवार छ, तर यतिकै भिडभाडमा म एक्लो छु। कसैसँग गुनासो छैन तर गहिरो मौनता छ जसले दिनौँ मनको कुनै कुनाबाट सुस्किएर हानेर भन्छ, तिमी मसँग छैनौ। म आजकल बाहिर हाँस्ने र भित्र भत्किँदै जाने एक आफैमा हराएको मान्छे बनेको छु।